आज हामी यो टमाटरमा चाहिँ यो गाईको दुध चाहिँ स्प्रे गरिरहेका छौँ। यो 100 ml मा चाहिँ 1 लिटरको दरले 100 ml दुधमा चाहिँ 1 लिटर पानी मिसाएर हामीले यो टमाटरको बोटमा स्प्रे गरिरहेका छौँ। यो विशेष गरेर यो चाहिँ मैले आज यो हाम्रो जियो कृषिका थमन बहादुर कार्की सर हुनुहुन्छ कृषि विज्ञ, उहाँको सल्लाह अनुसार चाहिँ मैले यो दुध स्प्रे गरिरहेको हो। यो पातहरू जुन यो लिफ कर्डको समस्या छ, यसका लागि चाहिँ यसले यो भाइरसलाई चाहिँ फैलिन नदिनलाई चाहिँ केही राहत दिन्छ भन्ने कुरा भएको थियो। त्यही भएर चाहिँ यो स्प्रे गरिरहेको छौँ भने यसबाट चाहिँ थोरै न्युट्रियनहरू पनि र अन्य जुन विषादीहरू प्रयोग गरे पनि त्यसको पनि असरलाई चाहिँ यसले बढाउने भएकाले चाहिँ यो दुधको स्प्रे गरिरहेका छौँ। यसले चाहिँ भाइरसबाट यो मोज्याक भाइरसबाट पनि यसले सुरक्षा गर्छ भने यो फलमा चाहिँ क्याल्सियमको आपूर्तिलाई पनि यसले बढाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने भएकोले चाहिँ हामीले यो दुधको स्प्रे गरेका हौँ। तपाईँले यो कहिले दुधको स्प्रे गर्नुभएको छ या छैन, कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।